हेलो साथीहरु सबैलाई वेलकम छ हाम्रो आईटी बेस्ड लर्निङ प्लेटफर्ममा र आज हामीहरु पढ्दै छौं क्लास टुल। हजुर ढिला नगरी हामीहरु सुरु गर्ने छौं क्लास टुलको बारेमा। अब जस्तै क्लास टुल भनेको तपाईहरु सबैलाई लगभग मेनी स्टुडेन्ट्सले सबै सुनिसक्नु भएको यो क्लास 9 को लागि हो। क्लास 9 को लागि ल अब यो CAST हुन्छ। तपाईहरुले स्कुलमा सर म्यामले पढाउनु भएको होला क्लास टुल, बट यदि तपाईहरुलाई त्यहाँ बुझ्न गाह्रो भएको छ, हेजिटेसन भएको छ भने यो च्यानलमा तपाईहरु यो फिक्स क्लास टुल एउटै भिडियो यो भिडियो हेरे पर्याप्त हुनेछ र यो क्लास टुल तपाईहरु A to Z तपाईहरु जान्नुहुनेछ। अब यो तपाईहरुमा भर पर्छ कि तपाई कति कन्सन्ट्रेसन सँग हेर्नुहुन्छ। ल अब सुरु गरौँ। अब जस्तै यतादेखि यतासम्म यो ओरिजिन भयो, यतादेखि यो ग्राफ प्लेनको यो यता 90 डिग्री बनेको छ। ल अब यो तपाईहरुको हो x, यो हो x ड्याश, यो y, y ड्याश। x देखि x ड्याश सम्म तपाईहरुको बनेको छ 90 डिग्री बनेको छ। यसलाई तपाई अब यो वाला साइडमा के हुन्छ a रुल लाग्छ, ठीक छ। यो c, यो a, यो s र यो t कास्ट भयो। अब यो कास्ट टुल तपाईहरुको यसमा लाग्ने गर्छ। अब यसमा चाहिँ अल पोजिटिभ हुन्छ, यसमा अल पोजिटिभ र यसमा चाहिँ कस र सेक पोजिटिभ, यसमा tan र कट पोजिटिभ, यसमा सेक र कसेक पोजिटिभ हुने गर्ने गर्छ। अब यदि तपाईहरुले यति सब जानिसक्नु भएको छ भनेपछि अब यो च्यानलमा तपाई अझ सिक्नुहुन्छ नयाँ चीजहरु। यता 90 डिग्री छ, ठीक छ, यो क्लियर छ। अब यहाँदेखि यहाँसम्म बनेको जुन एंगल छ यो कति डिग्री भयो 180 डिग्री भयो। यदि तपाईहरु अहिले याद राख्नुस् भयो। अनि त्यसपछि यहाँदेखि यहाँसम्म 270 डिग्री भयो र यहाँदेखि यहाँसम्म हेर्ने हो भने 360 डिग्री भयो। यति क्लियर भयो। ल अब तपाईहरुलाई सर म्यामहरुले ठुलै नै फर्मुला रटाएको होलान् तपाईहरुले यति नजानेको कारणले। अब जस्तै म एक्जाम्पल दिन्छु। तपाईहरुलाई सर म्यामले खूब घोकाए होलान् sin थीटा इक्वल्स टु sin 180 डिग्री माइनस थीटा इक्वल्स टु के हुन्छ ल भन्नुहोस्। अब यता तपाईहरु हेर्नुहोस् 18 भनेको कुन नम्बर हो, ओड हो कि इभन नम्बर हो? obviously इभन नम्बर हो। त्यसो साइन को साइन नै रहनेछ, नो चेन्ज इन साइन। अब साइन मा चेन्ज हुँदैन। यदि यता 90 डिग्री भएको भए साइन केमा चेन्ज हुन्थ्यो, साइन विल बी चेन्ज्ड इन्टु कस। ओके ल साइन कस मा चेन्ज हुन्थ्यो, tan कट मा चेन्ज हुन्थ्यो, सेक कोसेक या त्यस्तै हो, यसमा चेन्ज हुन्छ। यो तपाईहरु बुझ्नुहोस्। ल अब त्यसपछि यो साइन को रेशियो साइनमै रह्यो र 180 डिग्री माइनस थीटा भनेको के हो, 180 डिग्री यहाँदेखि यहाँसम्म हुन्छ, यो याद राख्नु भनेको थियो। 180 डिग्री माइनस थीटा भनेको समथिङ यतातिर पढ्ने हो, यो साइडतिरै पढ्ने भयो, यो सी वाला एरियामा। त्यसो भए सी वाला एरियामा पढ्ने भएपछि यो के हुने भयो, पोजिटिभ। आफ्नो एरियामा यो पोजिटिभ छ। ल त्यसो यसको आन्सर sin थीटा नै हुन्छ। अब त्यसैगरी sin 90 डिग्री माइनस थीटा कति हुन्छ भनेर सोधिदियो भने कसैले के भन्नुहुन्छ तपाईहरु, sin हेर्नुस् पहिले, यसको रेशियो sin छ 90 अर्थात यो के छ, यो 9 के हो, ओड नम्बर हो। अब sin केमा चेन्ज हुने हो, cos मा चेन्ज हुने हो। मैले त भनिसकेको छु, यति याद हुनुपर्ने चीज हो। अब sin केमा चेन्ज हुन्छ, cos मा चेन्ज हुन्छ, थीटा छ। अब 90 डिग्री माइनस थीटा भनेको के हो, 90 डिग्री यो पुरै 90 हो, माइनस थीटा भनेपछि यता पढ्यो, यो साइड प्लेनमा पढ्नु सबै पोजिटिभ हुने गर्छ भनेको थिए मैले। त्यसो यहाँ cos थीटा भयो, बिल्कुल ओभियसली भयो। अब त्यस्तै एउटा अर्को दिन्छु तपाईहरुलाई। sin 270 डिग्री माइनस थीटा। ल अब यो गर्नु त फेरि sin को यता जो 27 छ, यो अब के हुन्छ, ओड नम्बर हुन्छ। ओड भनेपछि चेन्ज हुने, sin केमा चेन्ज हुने, cos थीटा मा चेन्ज हुने हो। र अब पोजिटिभ साइन हुन्छ कि नेगेटिभ, अब यो कसरी डिटरमाइन गर्ने, यो पत्ता लगाउन अलिकति हेर्नुपर्छ माथितिर। अब यहाँ छ तपाईहरुको cos पोजिटिभ नेगेटिभ के राख्ने। अब 270 डिग्री भनेपछि यतादेखि यहाँदेखि
तपाईहरुको यहाँदेखि यहाँसम्म 270 हुन्छ। 270 डिग्री माइनस थीटा भनेपछि यहाँतिर पढ्ने भयो। 270 डिग्री माइनस थीटा अलि यतातिर पढ्ने भयो, यतातिर पढ्ने भयो, जतितिर पनि पढ्यो भने x डैश y डैशमा पढ्ने भयो, यसमै पढ्ने भयो। त्यसो भए यहाँ थीटामा 0 डिग्री नै किन नहोस्, यो यस्तै प्लेनमा पढ्ने हो। त्यसैले तपाईहरु यता के तपाईहरुलाई मैले के भनेको थिए, tan यता tan र के पोजिटिभ हुन्छ भनेको थिए, tan र cot। त्यसो भए यता पढ्दिएको भए पोजिटिभ हुन्थ्यो, यता पढ्नाले यो नेगेटिभ भइदियो। यसरी नै तपाईहरु अरुमा पनि गर्नुहोस्। अब एउटा लास्ट क्वेशन छ, यो क्वेशन तपाईहरु आफै गर्नुहोस् र म थोरै टाइम दिन्छु, त्यतिखेरसम्म गर्न सक्नुहोस्। अनि यो भिडियो सकियो, तपाईहरुले यसमा मास्टरी हासिल गर्न सक्नुहुन्छ त्यतिखेरसम्म। ल अब एउटा लास्ट क्वेशन छ, tan 360 अलिकति यता tan 360 डिग्री यो अलि मिलाउनु पर्ने हो। ल यता नभए के भयो त, यतातिर गरौँ। ल tan 360 tan 360 डिग्री माइनस थीटा भनेको के हुन्छ। अब यो हेर्दाखेरि tan 360 भनेपछि तपाईहरुको आन्सर तपाईहरु निकाल्नु भयो भनेपछि कमेन्ट गरिदिनु होला। अब tan 360 डिग्री माइनस थीटा छ। अब त्यसमा तपाईहरुले के बुझ्नुहुन्छ भनेपछि tan 360 डिग्री माइनस थीटा, 360 भनेको के हो, यो tan 360 भनेको तपाईहरुको यहाँदेखि लिएर यहाँदेखि यहाँसम्म हो, tan 360 यति हो। अब योबाट माइनस थीटा अलिकति पनि माइनस भइदियो भने यति प्लेनमा पर्छ भनेर याद राख्नुहोस्। अब यति प्लेनमा tan पोजिटिभ हुन्छ भनेर भनेको थिए कि नै मैले, थिए नि, बिल्कुल थिएन। त्यसैले त्यो पोजिटिभ हुनलाई यता आउनु पर्छ, तर tan 360 डिग्री माइनस थीटा पढ्दियो भनेपछि त्यो यतानिर पढ्न गयो, यतानिर यो tan के हुन्छ, नेगेटिभ भइदिन्छ। tan नेगेटिभ भइदिएको हुनाले हाम्रो आन्सर के हुन्छ, tan थीटा नै हुन्छ। 36 भनेको इभन हो, त्यसैले तर यहाँ माइनस हुन्छ, यति याद राख्नु। यसरी तपाईहरु सबै गर्न सक्नुहुन्छ। यति भिडियोमा हेर्नुहोस्, तपाईहरुले सिक्नुभयो। अब यदि राम्रो भिडियो लागेको छ भने लाइक गरिदिनु होला, कमेन्ट शेयर पनि गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, हाम्रो मेहनतलाई सपोर्ट गर्नु होला। थ्यांक यू। आज बिदा दिनु होला।